वेलकम छ हाम्रो मिनी भ्लगमा। आज चाहिँ हामी रुम खोज्ने कार्यक्रममा छौँ। तपाईँ देख्न सक्नुहुन्छ यत्रो ठुलो घर छ, तर यत्रो ठुलो घरमा एउटा रुम पाउन गाह्रो छ। र चाहिँ मेरा बहिनी गनाउँदै मुख लाएर बसिरहेको छ, अनि यो म च्याल जस्तो मुख छ। आज हाम्रो जिन्दा, आज हामी धेरै सिकिस्ता छौँ रुम नपाएर। अवस्था रुम नपाएको अवस्था हेर्न सक्नुहुन्छ। नाक पनि सुन्नेर यत्रो भएको छ। अनि यो मेरो बहिनी टुलटुल हिँडिरहेको छ, केही टेन्सन सेन्सन छैन माइन्डमा। अब यो भित्र छिर्नुपर्छ। अब आइज यतातिर महँगो पर्छ भाडा। आइज। हेलो गाइस, के गर्नु, रुम पाउन गाह्रो छ। यता ठुलो घर छ, यहाँ पाउँदैन। यत्रो ठुलो होटल हो सब यिनीहरू। यतातिर होटल मात्रै धेरै छ, रुम छैन। के गर्नु, यस्तै दुःख छ। रुम नपाएर यो रुनै लाग्छ, म पनि रुनै लाग्छु। यस्तै छ जिन्दगानीतर्फ छाया भन्दै गीत गाउँदै हिँड्ने। जहाँसुकै होटल छ। र हामी चाहिँ रोड, हामी होटल खाँदैन, हामी चाहिँ रोडपट्टि हो, रोडमा हिँडिरहेछौँ। करोडपतिहरू यस्तै बिल्डिङमा हुन्छन्, हामी रोडपट्टि यस्तै भुइँमा हुन्छौँ भनेर भन्न मिलेन। छ नि त, हाम्रो पनि एउटा सानो झुपडी घर छ। घर पनि के गर्नु, अर्काको घर छ। जुन गल्लीमा छिरे पनि आइपुग्छ। सुई सुई हिँड्नुपर्छ त्यसरी। आइज आइज। यसरी नै हिँड्नुपर्छ। अब हेर्दा हेर्दा बौद्ध पनि आइपुग्यो। बौद्ध गुम्बा निस्किँदैन, अरू ब्याङ्क निस्किन्छ हौ। अरू ब्याङ्क अब कता खोज्न जान्छ भने यता सबैको होटल रेस्टुरेन्ट बाहेक अरू केही छैन। थाहा छ मलाई यतिको त। अब के गर्ने त। त गलत चाप नगर त। त्यही त हो। दैलो गाडी जस्तो जोडा जोडा पनि देखाइदिएन। यसरी जोडाजोडी केटा जोडाजोडी है केटी बाइक। ए बाइकको जोडाजोडी नदेखाउँ बिचरा, कसैले देख्यो भने नराम्रो